फिबोनाची वास्तवमा एउटा म्याथमेटिकल सिक्वेन्स हो, तर सेयर बजारमा यसको केही विशेष रेसियोहरूलाई प्राइस एनालाइसिस गर्न प्रयोग गरिन्छ। सेयर बजारमा सबैभन्दा धेरै प्रयोग हुने लेभल हुन् 23.6%, 38.2%, 50%, 61.8% र 78.6%। अब मानौ कुनै सेयर 300 रुपियाँबाट बढेर 500 रुपियाँ पुग्यो। अब 500 पुगेपछि सेयर करेक्सन भएर तल आउन थाल्यो भने फिबोनाची रिट्रेसमेन्ट प्रयोग गरेर सम्भावित सपोर्ट जोन खोज्न सकिन्छ। यहाँ फिबोनाची रिट्रेसमेन्ट लगाउँदा विभिन्न लेभलहरू देखिन्छन्। 38.2% लेभल करिब 424 रुपियाँ पर्छ, 50% को लेभल करिब 400 रुपियाँ पर्छ, 61.8% को लेभल करिब 376 रुपियाँ पर्छ। 61.8% रिट्रेसमेन्टलाई गोल्डन रेसियो पनि भनिन्छ। धेरै लगानीकर्ताहरू यसलाई खरिद गर्ने सही अवसरको रूपमा लिन्छन्। त्यसैले 424, 400 सम्भावित सपोर्ट जोनका रूपमा हेर्न सकिन्छ। तर फिबोनाची लेभल मात्र हेरेर तुरुन्तै सेयर किन्नु हुँदैन। फिबोनाची कुनै जादुको फर्मुला होइन, तर फिबोनाचीले सेयर करेक्सन हुँदा कहाँ सपोर्ट आउन सक्छ र ट्रेन्ड जारी हुँदा कहाँ टार्गेट आउन सक्छ भन्ने सम्भावित प्राइस जोन पहिचान गर्न मद्दत गर्छ।